चाहिँ लाग्यौँ साथीहरू डाइपर किन्न हाम्रो पुचेको डाइपर एकैचोटि डाइपर चाहिँ छुटाउन के अरे डाइपर फ्री राख्न चाहिँ सकिँदैन रहेछ साथीहरू दिउँसो चाहिँ सकिँदो रहेछ होइन अब रात परेपछि चाहिँ सुतेपछि अब मस्त निन्द्रामा सुतिरहेको हुन्छ अब पिसाब फेर्न उठ भनेर भन्न चाहिँ अलिकति अब बिउजेपछि फेरि सुत्दैन कि भन्ने डर हुँदो रहेछ क्या अनि ट्राई पनि गरेँ है तर सकिनँ मैले सकिनँ अब अहिले भर्खर त अब यो भदौमा 2 वर्ष लाग्छ अहिले 2 वर्ष पनि मजाले पुगेकै छैन अनि कसरी चाहिँ गर्नु भयो सकिनँ मैले साथीहरू अनि म चाहिँ आज हाम्रो झुम्कामा रहेको डाइपर लिन आएको छु साई मेडिकलमा साथीहरू म त झुम्कामा छु नि त साथीहरू मेरो कपाल हेरेर नहाँस्दिनु होला म वर्षै लगौँ होला लार्जमा कति हो साँच्ची 650 के को 650 लिन्छ सामी पनि लाउने भने किनिदिन्छु म हामी चाहिँ वेट चाहिँ नाप्न जाने त साथी वेट नाप्ने अरे वेट चाहिँ छैन तर वेट चाहिँ हस्पिटलमा आएर पनि मजाक वेट नाप्ने भनेको होइन लेट्स गो वेट अब हेरौँ त कति केजी रहेछ त ल नाप कति केजी हो अन छ होला कति 30 केजी ओ नो 0.10 मेरो चाहिँ ननापौँ होला साथीहरू म फेरि अहिले हार्ट एट्याक हुन्छ मेरो चाहिँ अब 1 मन्थ पछि नाप्ने किनभने मेरो कति वेट लस भयो भने मलाई थाहा हुन्छ नि त अहिले चाहिँ नगर्ने अब हामी चाहिँ लाग्यौँ म चाहिँ 30.10 म अर्को कुरा त्यस्तै हो म 75 केजी थिएँ साथीहरू 75बाट खुसीको खबर 75बाट 69 केजी भएको छु म अरू त्योभन्दा धेरै खुसी हुने मेरो कुनै एउटा वेटै छैन त्योभन्दा धेरै ठुलो खुसी मेरो लागि अरू कुनै छैन अहिलेको लागि चाहिँ मेरो खुसी चाहिँ के हो भन्दाखेरि